विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई फोन गरेँ मैले, आउनु भएको छैन, कहाँ जानुभयो के हो पारा। सफाई गर्नु न त भनेर अनि यो स्कुलको प्रिन्सिपललाई बिहानै मैले फोन गरेँ तर उहाँको फोन उठेन। एक दुईजना सर म्यामहरू चाहिँ आउनु भएको छ तर काम गर्दै हुनुहुन्छ भित्र अफिसियल काम। त्यही भएर अब मैले कसलाई फोन गर्नु पर्यो, अध्यक्षलाई अघि गरे उठाउनु भएन। अध्यक्षलाई ठ्याक्कै 1 बजे भनेको 1 बजेर 6 मिनेट गइसक्यो तर अध्यक्ष नै उपस्थिति नै हुआ। क्या करता है यो अध्यक्ष। पानी पनि खानु पर्यो, काम पनि गर्नु पर्यो। पानी खाउँ काम गरौँ भन्ने अभियान छ आज। यहाँ पानीहरू स्पोन्सर आइरहेछ, थुप्रैजनाले गरिरहनु भएको छ। जान्नेलाई खुर्पा श्रीखण्ड होइन, पानीहरू थुप्रै आइसक्यो। आज सहयोग आइरहेछ। अघि मैले नै पर बाँकी निकालिरहेको छु 4-5वटा र बारुलाहरू छ अरे कि। अनि बारुलाले बच्चालाई चिल्यो भने त अवस्था त खतरा हुन्छ भनेर। तथा सम्पूर्ण साथीलाई आजको अर्को नयाँ भिडियोमा हार्दिक स्वागत छ। सबैलाई नमस्ते छ। अनि आज चाहिँ म हाम्रो गाउँको विद्यालयमा आइपुगेको छु। यो श्री सूर्योदय आधारभूत विद्यालयमा आज चाहिँ हामी केही साथीभाइहरू भेला भएर सरसफाइ गरौँ भन्ने सरसल्लाह भएको छ। त्यही भएर यहाँको अवस्था के छ भनेर हेर्दै म भर्खरै आइपुगेको छु। अनि अरू साथीहरू आउनै बाँकी छ, आउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ अब सरसफाइ केही गरौँ भनेर अवस्था के छ अब हेर्दै कस्तो छ, के सरसफाइ गर्नुपर्छ। यहाँ टोयलेटहरू यहाँ हेरौँ, यो पानीको ट्याङ्कीहरू, यता यो झार जङ्गल पुरै बर्खा छ नि त अहिले। अब बर्खा लागेर अस्ति बर्खे छुट्टी भयो लगभग 20-22 दिन। अनि भर्खरै विद्यालय खुले पछाडि चाहिँ हामी आज चाहिँ आउँदैछौँ यहाँ सरसफाइ गर्नु भनेर। के छ अवस्था हेरौँ। झार जङ्गल सफा गर्ने यहाँ अस्ति बिसादी हानेर चाहिँ अलिक सफाइ रहेछ, त्यही पनि यसलाई अलिक सफा बनाऊ भनेर भेला हुँदैछौँ हामी। अनि यता चाहिँ अब के छ अवस्था भनेर म घुम्दैछु। झार जङ्गलहरू सफा गर्नु छ। यो फोहोर फाल्ने ठाउँ यहाँ पनि अलिक सफा गर्नुपर्ने जस्तो देखियो। यता प्लास्टिकहरू केहरू, यो चर्पीको अवस्थाहरू यस्तो रहेछ। अब भरे हामी हेर्छौँ यो भित्र के छ। एकछिनमा हेर्छु। यो सुपारीहरू फल्नु थालेछ। यो यहाँ चाहिँ केही वर्ष अगाडि 9-10 वर्ष जति मैले काम गरेँ अध्यक्ष भएर, सदस्य भएर। धेरै यो त्यतिखेर यो सुपारीहरू रोपेको अनि भवनहरू निर्माण गरियो त्यतिखेर। अनि यो सरसफाइ हो यस्तोहरू। अब यहाँ पर निकै झार जङ्गल छ, यसलाई चाहिँ अब सरसफाइ गरौँ भनेर आज साथीहरूसँग, युवा साथीहरूसँग सरसल्लाह भए पछाडि चाहिँ हामी भेला हुँदैछौँ। यो हाम्रो गाउँको विद्यालय। यो रुखहरू काट्नु छ अलिक सुहाउँदिलो तरिकाले। अनि यता चाहिँ एकदमै अप्ठ्यारो भइरहेछ। यो झार जङ्गलहरू बच्चाहरू खेल्न, यहाँ चाहिँ सर्पहरू आउन सक्ने, बारुलाको गुँडहरू छ भन्ने छ थुप्रै यो झार जङ्गलतिर। अनि त्यसलाई चाहिँ हामी सफा गर्ने आज चाहिँ योजना बनाएका छौँ। कति भेला हुन्छौँ हामी अब हेरौँ एकछिनमा। त्यही हो। अब एकदमै घाम छ, फेरि हेर्नु यस्तो घाम लागिरहेछ। अब अलिक घाम अलिक शीतलतिर गर्दै गर्ने अहिले। अब बेलुका यतिखेर दिउँसोको 1 बज्न आँटेको छ। ठ्याक्कै 1 बजे भेला हुनुपर्छ भन्ने भनेको छु सबैजनालाई। अनि केही शिक्षक शिक्षिकाहरू पनि आउनु भएको छ। विद्यालय व्यवस्थापन समितिको केही साथीहरू आउनुहुनेछ।
उहाँहरूसँग मिलेर आज हामी यहाँ सरसफाइ गर्छौँ। ल अब अनि साथीहरूलाई विशेष अनुरोध चाहिँ के छ भने मेरो च्यानललाई एकदमै धेरै माया गरिराख्नु भएको छ। राम्रो भिडियोहरू भ्लग भिडियोहरू बनाउन पाइरहेको छैन मैले, विशेष त अब यस्तै व्यस्तताहरू छ। त्यही भएर अब अन्य पुरानो भिडियोहरू भ्लग भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ च्यानललाई भिजिट गरेर हेर्दै गर्नुहोला। अनि च्यानलमा नयाँ आउनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिँदै गर्नुहोला। आउँदो दिनमा भिडियोहरू आउनेछ। एकदमै धेरै धन्यवाद छ, धेरैभन्दा धेरै माया गरिराख्नु भएको छ। अब यताको अवस्था हेर्दै जाउँ फेरि। यो भरे हामी सफा गर्छौँ। त्यो मरेकोहरू चाहिँ आगो लगाइदिनुपर्छ भन्ने कुरा आउँदै थियो। अब लगाइदिनै पर्छ होला। यहाँ चाहिँ यहाँ सफा गर्ने हो। यी झारजङ्गल यतातिर बारुलाहरू छ अरे कि, अनि बारुलाले बच्चालाई चिल्यो भने त अवस्था त खतरा हुन्छ भनेर रुख बिरुवाहरू यस्तो छ। यता यस्तो जङ्गल पलाइरहेछ। यसलाई चाहिँ हामी अब लिप्दै सफा गर्ने हो। आज धेरै चिल्लो बनाउने योजना छ। नाना यो ढुङ्गाहरू यस्तो छ। पानीको धाराहरू यस्तो बाङ्गिएर सिधा थियो यस्तो भइरहेछ अवस्था। सामान चाहिँ अब यिनीहरू हात सट्टासँगले सफा गर्ने, यो रुखहरू काट्ने अलिअलि। ल यहाँ चाहिँ ठ्याक्कै यो मन्दिरहरू, यो सरस्वतीको मन्दिर हो। यस्तो अवस्था रहेछ। यतापट्टि हेरौँ, यहाँ चाहिँ यस्तो फोहोरै फोहोर छ। यसलाई नै अलिक सफा गर्न पाए राम्रो हुन्थ्यो भनेर हामी चाहिँ अब भेला हुँदैछौँ। यहाँ चाहिँ साथीहरू फुटबल पनि खेल्नुहुन्छ घरिघरि। ल यतापट्टि हाम्रो आज कतिजना भेला हुँदा गरेको कामबाट लास्टमा भिडियोको रिपिट म दिनेछु। ल ओके भएको काम सही छ या गलत छ यतिजना भेला हुँदै हुनुहुन्छ। ल ल आज मेरोबाट पनि तपाईहरुकोमा भिडियो आउनेछ फेसबुक मार्फत। आमामा ल आज चाहिँ कति बजे सुरु हो सर? अब सुरु भइहाल्छ। मदन सर लाइन छैन तर यहाँ चाहिँ अब काम सुरु भइसकेपछि हाम्रो चाहिँ अब काम सुरु गर्छौँ। अब ल ठिक छ। यसरी उखेल्न के होइन, हामीले त हाल्नु थालिसक्यो। ल शीतलबाट सुरु भइसक्यो। अब यो चाहिँ उतापट्टि है डस्टबिनमा भरे यसरी सरसफाइ हुँदैछ। थुप्रैजना पर हुनुहुन्छ। अनि कन्टेन्ट भइहाल्छ के। हेलो यति गर भने केटाकेटीलाई त सजिलो भयो नि त। बारबेलाई चिल्दैन, सर्पाहरू देख्छ टाढो। यति भन्ने हिसाब मात्रै हो। गाड्ने बेला भएको रहेछ हौ।
अलिकति छाल पनि धेरै राम्रो देख्यो कन्टेन्टको लागि भनेर धेरै थियो तर सर एउटा भिडियो चाहिँ म बनाउँछु सन्देशले पुरा उठेर गरौँ भनेर अब धेरै गरौँ भन्दा पनि चित्त गर्ने चाहिँ धेरै भयो सुतिर हो बरु भनेर कतिको रुबेन चौधरीले मलाई त्यसो त हुन्छ यहाँ चाहिँ हामी मान्छा आजमा देखेको छु मान्छे थोरै थोरै भइयो त अब यहाँ चाहिँ राम्रो काममा अलिक मान्छे कमै जुट्ने गर्छ त्यही हो खुसी मान्नुपर्छ यतिजना हाम्रो अब स्कुलको साथीहरू पनि आउनुभयो भने राम्रो हुन्छ आइया हो काँडाले घोचेर आइया 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 पवन भान्जाले पनि श्रम गर्दैछ है सन्देश हराएर 1 नम्बरको मान्छे आएर 3 नम्बरमा हान्दैछ यत्रो काँडामाले आएर गरिरहेको कमल 1 नम्बरबाट कमल 1 नम्बरको विद्यार्थी वडा नम्बर 3 सूर्योदय आधारभूत विद्यालयमा आएर उसले सरसफाइ अभियान चलाइरहेको छ हाम्रो पवन राई भान्जाले पनि भान्जाको स्कुलमा पनि एक दिन जानु भुजिया साथी ल एकदमै गर्मी छ आमामा मान्छे पनि थोरै भयो धेरै भइएन साथीहरू तपाईँ आफ्नो काममा जानुभयो कोही कोही आउनुहुन्छ कि अब हेरौँ एकछिनमा थुप्रो छ नि यहाँबाट उता पर यसो एक फनको माथिसम्म गर्नुपर्ने थुप्रो काम छ तर घामले एकदमै गाह्रो पारिरहेछ अब हामी तर प्रयास गर्छौँ प्रयास जारी छ हाम्रो चिसो नखानु बाँस त मेरो हो, सबै घर लान्छु नि अब के साथी छ यो बाँस त मैले घरबाट ल्याएको नि त सबै घर लान्छु घामले यसरी बसिरहेछौँ हामी अब हामी अलि एकछिनमा चाहिँ पनि आज योगदान गर्छौँ हेलो हो यहाँ यस्तो पनि रहेछ ए कसले खाने हो यो कसले खाने सबभन्दा आज खटिनुले चाहिँ स्कुलको भाइ बहिनीले खेल्ने राम्रो ठाउँ पाओस् भनेर चाहिँ आउनुभएको है हाम्रो महेश सर चाहिँ एकदमै श्रमदान गरेर थोरै आउनु के पानी पनि खानु पर्यो काम पनि गर्नु पर्यो पानी खाउँ काम गरौँ भन्ने अभियान छ आज अघि कस्तो थियो अहिले हामीले कतिको सफा बनाएर आएको यस्तो सफा भइसक्यो यति यहाँ परसम्म हामी गर्छौँ अब हाम्रो टिमै छौँ हाम्रो यो
विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई यसो फोन गरेँ मैले, आउनु भएको छैन, कहाँ जानुभयो के हो पारा। सफाइ गरौँ न त भनेर अनि हाम्रो यो स्कुलको प्रिन्सिपललाई बिहानै मैले फोन गरेँ, तर उहाँको फोन उठेन। दुईजना सर म्यामहरू चाहिँ आउनु भएको छ, तर काम गर्दै हुनुहुन्छ भित्र, अफिसियल काम। त्यही भएर अब मैले कसलाई फोन गर्नु पर्यो, अध्यक्षलाई अघिन गरेँ, उठाउनु भएन। अध्यक्षलाई ठ्याक्कै 1 बजे भनेको 1 बजेर 6 मिनट गइसक्यो, तर अध्यक्ष नै उपस्थिति नहीं हुआ। क्या करता है यो अध्यक्ष? महेश भेना अब पर्सि आउँछ, हाम्रो आशिष भेना आउँछ। यो त्यतिकै छोड्नु सन्देश सर यो सुकेपछि एकै ठाउँ भेला गर्ने आगो लगाइदिनु। हाम्रो अध्यक्षको प्रयास यसरी कुना लग्यो भने त राम्रो देखिन्छ नि सर, तलैसम्म होला नि होइन? उनीहरू चाहिँ डढाइदिनु पर्यो, आगो लगाइदिने। ऊ तलसम्म लग्यो भने चाहिँ साह्रै सफा देखिन्छ है यो लाइन। कस्तो दामी धार मरिसकेको गोली खेलेर अध्यक्षको फोन उठेन। घामले गर्दा नि, नत्र भन् त ल मान्छे यहाँ अघि आएको थियो, अब आउँछ। अब यस्ता नाथे गर्मी के मरिन्छ। खुकुरी, खुर्पा, फरुवा, कचिया सबै लिएर आउँ। लाल छिटो आउनु ल। यहाँ श्रम शिविरमा झारौँ न, श्रम शिविरमा ल्याउनु पर्छ त। ल ल हाम्रो साथीहरू आउँदै हुनुहुन्छ, म चाहिँ यहाँ टन आगो बाल्दैछु। ल ओ हाम्रो वरिष्ठ आउँदै हुनुहुन्छ। आयो यसरी यो सबै बालिदिनु पर्यो। ल ल ल स्वागत छ एकदमै। यहाँको विशेष तपाईँ रहेछ आजको होइन। ढिलो भए पनि छिटो भए पनि आएँ नि त म त। अध्यक्षहरू, प्रिन्सिपलहरू, सरहरू आउनुहुन्न कि हामी पब्लिकले मात्रै गर्नुपर्ने कि एउटा छिमेकीको नाताले मात्रै के छ? अध्यक्ष खै अब आउनुहुन्छ। आउनु चाहिँ हुन्छ, पक्कै पनि आउनुहुन्छ होइन? नआए त कहाँबाट भयो होइन? नआए त नि अलिक पारा मिल्दैन नि त। तपाईँ त यो स्कुलको सदस्य पनि छ अरे भन्ने सुनेको छु हो? छैन नि, छैन। यहाँका सबै विवरणहरू खोल्नु त मिल्दैन होला होइन? मलाई त थाहा हुँदैन। थाहा हुँदैन? ढुकुर पोलेर खाउँथ्यो। अब यसरी गर्ने हामी चाहिँ अब एउटा नेपाली नागरिक भएको हिसाबले यहाँ चाहिँ अब गर्ने हो होइन? अनि त्यस्तो चाहिँ हो, कुरा त्यसो हो नि त। अब यसरी पनि निकाल्नुपर्छ। पहिले चाहिँ विद्यालयमा अत्याधिक विद्यार्थी हुन्थे, अनुशासित होइन र अब भरै निकाल्नुपर्छ सबै। ल यहाँ हाम्रो काम गर्नेहरू हुँदैछ यता, सबैजनाले साथीहरूले सघाउँदै हुनुहुन्छ। आज चाहिँ गर्दै हुनुहुन्छ एकदमसँगले। अब सरसफाइ हुन्छ, बेलुकासम्ममा क्लिन कट बनाउने हामीले। ल हुँदैछ हाम्रो काम, घामाघाम एकदमै घाम लागिरहेछ। घामले यहाँ झम्पल माग्नु पर्यो। सरू ए सरू, हेलो सरू, खन्ती छैन झम्पल?
यहाँ खन्ती मागेर चाहिँ यो बिरुवाहरू सब उखेल्नु पर्यो भनेर आमामा अहिले चाहिँ यति धेरै मान्छे भइयो यता थुप्रोजना आउनु भएको छ साना ठुलोदेखि सबैजना कसैले पानी सहयोग गरिरहनु भएको छ हामीलाई एकदमै काम सुरु गरेपछि चाहिँ राम्रो हुँदैछ आज चाहिँ काम हो त्यसलाई सबै डढाउनुपर्छ यहाँ आगो लगाइदिने यसलाई आगो लगाइदिने सबै लागि पर्नु भएको यो पनि सबैजना आउनु भएको छ यो चाहिँ ल ल यसरी मन्दिर वरिपरि सफा भइसक्यो अब अलिक पर सफा हुँदैछ यता पर पनि अघि कस्तो थियो जङ्गल थियो अहिले यस्तै सफा भइसक्यो यिनीहरू नि काट्नुपर्ने अलिक गाह्रो भइरहेछ काँडा छ कि आमामामा यो खोइ के जाति लाजिमे काँडा भन्ने एकदमै धेरै छ छुनै नहुने भएको छ यसलाई चाहिँ अब कसरी बिस्तारको चालले काट्नुपर्छ अब एकछिनमा अन्त सफा भइसक्यो अब आज यस्तै अब अर्को दिन चाहिँ अलिक मजाले सफा गर्ने भनेर हामीले योजना बनाउँदैछौँ यता पनि सफा भइसक्यो यसको जराइसँग निकाल्ने कार्यक्रम हुँदैछ यो सानैमा मार्नुपर्ने यो यत्रो भइसक्यो नि पहिला खन्नुपर्ने के यसरी भइरहेछ यसलाई यो ठुटालाई खनेर यो रुखलाई सानैमा मास्न अब अलिक स्कुलमा ध्यान दिएन अलिक ठुलो भइसक्यो यो रुख त्यही भएर गाह्रो भइरहेछ यसलाई अब खनेर निकाल्ने यो पूर्ण रूपमा चिल्लो बनाउने हो नि त अलि दिनमा आज चाहिँ अब अलिक यो ठुल्ठुलो अब अर्को दिन फेरि सबै व्यवस्थापन गर्छौँ हामी यता पनि ठुटाहरू छ थुप्रै यिनीहरू सबै निकाल्नु छैन नै यिनीहरू सबै फुटाउँछ क्या यो बिरुवाले यसरी सरसफाइ माथि रुख काट्ने यता पर थुप्रै छ कि कामहरू हामी अब निरन्तर गर्छौँ यहाँ चाहिँ यो सुक्छ अलि दिनमा फेरि डढाइदिने आज चाहिँ अब यो डढ्दैन त्यही भएर डढ्ने जति डढाइदिने अनि बाँकी चाहिँ अर्को दिन सुकेपछि रुद्राक्ष भेटेर जम्दै यहाँ चाहिँ अब यतिजना थुप्रोजना पर नि हुनुहुन्छ यहाँ चाहिँ यो सरसफाइ हो आज हाम्रो यो सबैजना एकदमै अब यो बर्खे बिदापछि अब यस्तो देखियो त्यही भएर हामी चाहिँ सफा गर्दैछौँ आज अनि यहाँ चाहिँ अलिक बेहाल जस्तो छ विद्यालय अब त्यो कस्तो छ अर्को दिन हेर्छौँ हामी यो भिडियोमा चाहिँ अब लामो हुन्छ त्यही भएर केही अब अर्को दिन पछाडि चाहिँ हामी यहाँका शिक्षकहरू विद्यालय व्यवस्थापन समितिसँग बसेर के सुधार्नुपर्छ भनेर हामी स्थानीय सरकारलाई बुझाउने गरी अब अहिले चाहिँ स्थानीय सरकारको जिम्मामा छ नि त विद्यालयहरू त्यही भएर स्थानीय सरकारले के कति यो विद्यालयमाथि नजर लगाएको छ भन्ने कुराहरू हेर्छौँ अब अर्को भिडियोमा च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिँदै गर्नु होला अर्को भिडियोमा यो विद्यालयको नाली बेली हेर्छौँ है त आज चाहिँ सरसफाइ हुँदैछ टन्न यसरी यताबाट यहाँ पानीहरू पनि छैन के छैन यता बेहाल छ भन्ने कुराहरू आइरहेछ तर अब आज म हेर्दिनँ अर्को भिडियोमा तपाईँलाई देखाउँछु सबै नाली बेली आज चाहिँ सरसफाइ सम्बन्धी मात्रै हुन्छ भिडियो ल यतातिर अब अन्तिम हुँदैछ है ल सबै केटाहरू यता अन्तिम हुँदैछ यता तल्लोपट्टि छ अब बाँकी यतापट्टि पनि अलिअलि छ अब फेरि हामी दोहोऱ्याउँछौँ
उतापट्टि यहाँ दाना पनि फलेछ यो के हो हेर्दै यो चाहिँ पक्कै दबाई होला हो थुप्रो फलिरहेछ यस्तो खालको यहाँ पनि फलेछ यो टोइलेट यता चाहिँ आज पस्दैनौँ हामी अर्को दिन हेर्नु छ भित्र चाहिँ के छ हालत भनेर अब अलिअलि छ अब छिट्टै सकिन आँट्यो है अब ल एकदमै धेरैजना भेला भए पछाडि चाहिँ यस्तो छिटो यस्तो राम्रो काम भइरहेछ हजुरहरू ल ल अन्तिम हुन आँट्यो ल यहाँ पानीहरू स्पोन्सर आइरहेछ थुप्रैजनाले गरिरहनु भएको छ जान्नेलाई खुर्पा श्रीखण्ड होइन पानीहरू थुप्रै आइसक्यो आज सहयोग आइरहेछ अघि मैले नै पर बाँकी निकालिरहेको छु 4-5वटा खाइसक्यो सक्यो ए त्यो चाहिँ हो सुरुमा थम्स भइगयो नि पानी त आज पानी मात्रै 600-700 खाइसक्यो राम्रो भयो लगभग सिधैको होला त्यहाँ तल्लोपट्टि छ अलिअलि अनि त सिद्धेको तल्लोपट्टि अनि पर अलिकति छ अनि सिद्धेको अनि चाहिँ पर अलिक छाड्नुपर्छ पर छ नि अलिक अब सकिन आएको यहाँ चाहिँ फोहोरहरू डढाउने यो चाहिँ अलिक सुकेपछि डढाउने हो अनि अब लगभग अन्तिम हुँदैछ अब आजको काम चाहिँ ल सरमदान थुप्रैजनाले सघाउनु भयो अब अन्तिममा सबैजनालाई धन्यवाद दिन्छु म ल अब हाम्रो आजको सरसफाइ चाहिँ लगभग अन्तिम भयो एकदमै गर्मी भयो अनि अब हामी चाहिँ यहाँ बस्दैछौँ अलिक थोरै बाँकी रह्यो अब अर्को दिन फेरि गर्छौँ होला हामी अर्को दिन गर्छौँ थुप्रै बाँकी रहेको छ अर्को दिन गर्छौँ आजलाई चाहिँ अब चिसो खानु छ अनि अब हामी छुट्छौँ होला आजलाई चाहिँ धेरै गाह्रो भयो अर्को दिन चाहिँ अलिक धेरैजना हुन्छ होला अनि अब आज यस्तै भयो अब अर्को दिन चाहिँ हामी अलिक क्लियर तरिकाले गर्छौँ आज चाहिँ अब अलिक थोरै भइयो भन्दा पनि धेरै पो भइहाल्यो फिलहालमा हाम्रो व्यवस्थापन समितिका साथीहरू आज अलिक आउनु भएन हाम्रो प्रिन्सिपलको फोन उठेन अनि समस्या चाहिँ त्यो पनि लाग्यो अब अर्कोचोटि चाहिँ हामी अलिक गर्छौँ राम्रै काम अब सबै मिलेर आज चाहिँ अब छोटो समयमा पनि भयो त्यही पनि राम्रो भएको छ अब धेरै सरसफाइ भइसक्यो अब प्रिन्सिपलको फोन नउठे पछाडि चाहिँ अब हामी आफै पनि यहाँ अरू सर म्यामहरू हुनुहुन्छ हामी चाहिँ आज यति नै सरसफाइ गऱ्यौँ अनि हाम्रो व्यवस्थापन समितिका अध्यक्ष पनि आउनुभयो एकदमै राम्रो भयो आजको सरसफाइ चाहिँ यति नै सबैजना सरसफाइमा सहभागी हुनुहुने सबैजनालाई हार्दिक धन्यवाद छ अनि अब हामी अब चिसो पानीहरू खान्छौँ अनि चाहिँ घरतिर लाग्छौँ आजलाई थम्स